हाय भन न हाय के छ भन न के छ अलि एकछिनमा एन्सर दिन्छ यसले तिमी चाहिँ अहिले बोल्नु पर्छ के यसलाई क्वेशन सोध्नु अरु के भन्न छ भन काम तिमी चेक पोस्ट कहिले जाने हो राइट अहिले चाहिँ हिमालयन इन्टरनेसनल फुड फेस्ट छ हाय छोटी दाइ हुनुहुन्छ मलाई लोकन्थलीबाट अनि शुभकामना कसले फाड्छस् थाहा छ मलाई अनि हाम्रो अर्को हैन हाम्रो सरोज चाहिँ अहिलेको लेटेस्ट MT84 को गिटारिस्ट यो DJ आई हो अनि म चाहिँ ठिक छ हाम्रो त्यो अहिलेको भिडियो यहीबाट खिचेछ नि म चाहिँ कविनको बिगेस्ट फ्यान हुन्छ नि त्यो सिलिङ फ्यान पनि अब त्यो सिलिङ पनि कत्रो एक्लो पनि म त मेरै जिन्दगी ओ सी हर्स जस्तो रहेछ ह्यापी बर्थडे टु दी जाने बेला मलाई दिएर जाने ल अरे फेरिमा भिडियोहरुमा काम हुन्छ अलि पोरी टाइपको कीबोर्ड अलि बढी फिङ्गर काहीँनिर कम अहिले चाहिँ त हामी फुड हन्टको लागि आएर छौँ How much for it? 400. मसँग चाहिँ छ त अनलाइनै भनेको मैले अब भर्खरपति साँझ पर्दैछ होइन रात आउँदैछ रात गुजार्न पनि अझै बाँकी छ पुराना ती दिनहरू सम्झेर पिउन बाँकी छ अब चाहिँ यहाँबाट निस्केको हामी यहाँबाटै MT88 को अगाडि
चाहिँ पाठशाला जाने हो। ह्याप्पी बर्थडे। वेस्ट फाल्नु भन्दा यति खायो भने सक्दैन केक ल्याब सब वेस्ट ल छिटै भेटौँ ल आएको बेलामा ल बुढो मान्छे मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे दामी मामा भन्दै घर देखाइदिन्छ पुट्टे ल खाना खाना ल यो तिमीलाई कुन चाहियो ल भन्नु उयो यो ल हो त्यो खाने रे सन्चै छौ? को खाने हो ए विजय विजय मलाई अलिकति के खाएर जाउँ यो नखाने तिमी ओके खाना खायो न धेरै माया